गाउँको नरम ताजा रोटी कहिलेकाहीँ यसरी बनाइसकेपछि बच्चा-बच्ची, बुढाबुढी अनि हामी सबैको लागि एकदमै छिट्टो मिठो बेस्ट खाजा बनेर तयार हुन्छ। एउटा प्यानमा अलिकति घिउ तताएँ, त्यसपछि चाहिँ गिलो बनाएर मुछेको यो गहुँको पिठोलाई सल्ल त्यही प्यानमा राखेँ। त्यही हो, आफ्नो इच्छाअनुसार कतिको सानो ठुलो रोटी बनाएको मनपर्छ त्यो अनुसार बनाउने, तर यो पिठो मुस्दा चाहिँ एउटा पनि डल्लाडुल्ली लम्स बस्नु हुँदैन। थोरै थोरै गर्दै पानी राख्दै मजाले पिठो मुसिसकेपछि एक एक डाडु राख्ने अनि मजाले एकपट्टि साइड पाक्छ अनि अर्को साइड फर्काइदिने। ल हेर्नुहोस् त कति छिटो कति मिठो। आलुको तरकारी बनाउन जाँगर लाग्यो भने आलुको तरकारीसँग पनि एकदमै मिठो हुन्छ है। अनि बच्चाहरूलाई चाहिँ आलुको तरकारी मन पर्दैन यदि भने घिउसँग महसँग जेसँग दिन मन लाग्छ टक्क दिन सकिन्छ। दही दुधसँग पनि असाध्यै नै मिठो हुन्छ यसरी बनाएको गहुँको रोटी। बेलिरहनु पनि नपर्ने है। अनि कस्तो सजिलो हुन्छ, छिट्टै पाक्छ। ट्राई गर्नुहोस् है हजुरहरू पनि।